कतिको चिट्काएस कतिको चिट्का थियो तँलाई भाइ 500 देखि 1500 को हो क्या गाइस हाम्रो सुमन भाइलाई के गर्नु पर्यो भने 27 च्यानल के हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु भन्दै आजको भिडियो म स्टार्ट गर्न गइरहेको छु हैन आजको भिडियो भनेको चाहिँ अब जस हाम्रो यो पार्टी कार्यालयमा आज हाम्रो चाहिँ नर्मल पार्टी प्रवेश हुने चाहिँ काम भइरहेको थियो त्यही भएर चाहिँ अब यहाँबाट चाहिँ हाम्रो नर्मल कस्तो ठाउँमा जाने विपिन जोस राम्रै ठाउँ अब जान्न कुराकानी गर्न कुराकानी त अब टकिङ हुँदैछ त्यही हो यो हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हाम्रो केटाहरू जति पनि छ वडा 7 र 8 वडा 7बाट जति पनि छ केटाहरू अब चाहिँ हामीले हाम्रो नर्मल टी ब्रेक अथवा खाजा खाने कार्यक्रम हुँदैछ त्यही भएर हामी जाँदैछु भिडियोहरू के कस्तो लाग्छ भन्दै गर्नुहोस् हजुरहरूलाई पनि देखाउँदै गर्छु भन्दै होइन त्यही हो भिडियो हेर्दै गर्नुहोस् केटाहरू घुरिरह म चाहिँ यता बोल्नलाई साइडमा आएको अझै पनि लाल लाग्छ नि त त्यही भएर होइन केटाहरूको गाडी ल है त केटाहरू यहाँ ट्याक्क चाहिँ यो अब यो राष्ट्रिय प्रजातन्त्र पार्टीको यो भवन होइन यहाँबाट त्यो केटा ट्याक्क निस्किसक्यो होइन ट्याक्क साधन छ नर्मल ल्यान्ड साइडको जस्तो हुनु लागिरहेको छ त यो रेन्ज चाहिँ ट्याक्क यहाँ गाडी छ ट्याक्सीमा नि गइसक्यो 7-8 जना केटाहरू गइसक्यो त्यहाँ मिलाएर बस्नु हुन्छ नि ल हुन्छ त्यो नदी कोचिएर बस्नु भने साधनमै ठिक छ है ल है ल हल्का गाडी चाहिँ रहेछ देखाउ गाइस हामी यहाँबाट निस्किसक्यो केटाहरू बसेर आउँदैछ सक्नुहुन्छ होइन त्यही हाम्रो यहाँ बिपी लम्सालजीले चलाइराख्नु भएको छ होइन त्यहाँका केटाहरू गाडीमा कोचाकोच छ होइन त्यहाँको भ्यासमा के पकाएर दिएर कतिको चिट्काएस कतिको चिट्का थियो तँलाई भाइ ओइ भाइ कतिको चिट्का थियो भन्न नराटी भन्न नलजाइ भन्न यार कति काट्यो भाइ कति 500 देखि 1500 को हो क्या ल हैन 500 भयो नि हो के हाल्नु पर्छ मगाएर हाल्ने ल ल ल ल अब निस्किम केटा निस्किम ल फर्किने बेलामा
गरेर एकजनाको चाहिँ 500 रुपियाँ चिट काटेछ। चस्मा चस्मा फेरि तिम्रो चस्माले त उस गरेन नि, चिट काटेन नि। ल ठिक छ, ल जाम बिपिन उसले बाटो चेकेर बस्दै र ओके दोस्त घुमाएर गएर फेरि चेकिङमा पर्ने है त हिँड्दै है त गाइस। अब यहाँ एकजना भाइ चाहिँ चेकिङ परेर 500-1500सम्मको चिट खाइरह। उसले त हिँड्दै आएको होइन, उसले त होइन। ल अब चाहिँ भाइ कहाँनिर रे भन्नु त म डाइरेक्ट भाइ पुगिदिन्छु। रातमाट डाँडा हो कि बसिहाल्नु बस तिमीलाई तिरुवल रोड बस्छ मजा होइन। हामीलाई चिकिङ पनि कसैले के गर्नु सक्छ र अब त जानी तिरुवल रोड भेटाएको रहेछ त पहिला अहिले त्यो फेरि फला हानेर आइरहेछ नि टेन्सन ए फेरि चिट काटेर तिरुवल रोड हालिदिएकोस् जा भाइ त काटेको गर्दा नि सो गाइस फाइनली हामी आइयो होइन। चेकिङ परेर एकजना भाइको चाहिँ ट्याग के अरे चिट काट्यो मोडिफाई भनेर, हिन्दी मोडिफाई भनेर होइन। यहाँ ट्यागको केटाहरू सबै पनि कस्तो भइरहेछ होइन। ल ट्यागको ल है त दोस्त है सुमन है के नि भाइ ढुक्क है पहिलाको नम्बर होइन नि अनि यो हिरो हो नि, यो त नि स्टार्टिङदेखिको हो नि यो त होइन। त्यो रुपेन यो दाजु हो दाई होइन, बसन्त दाई ल है त ल विकास दाई जय राष्ट्रवाद सुमन बाजे। कस्तो फिल भइरहेको दाजु आज? एकदम गुड होइन फिल भइरहेको छ र हल्का गर्मी समर टाइम कप्पेले हल्का ऱ्याक हाने होइन त होइन। त्यहाँको त्यो अलिक चेकिङ परेर अलि होइन भाइको अब हल्का हिन्डीले गर्दाखेरि 500-1500 रुपियाँ होइन। ठिकै छ, भात खाने बाटो हो, त्यो गऱ्यो भने भातै खान पाउनु तिमीले हो त्यही हो विकास दाई। ल त्यो के विपिन हिरो यार, कहाँ सक्ने विपिनलाई। ल है त यहाँ हाम्रो कार्यक्रम होइन, खानपिन कार्यक्रम चाहिँ यहाँ रहेको छ। एक केटाहरू बसिसक्यो है त। हजुर 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 दाई दाइको होटल हो हजुर हजुर होम प्लेस हजुर हजुर जतिखेर अनि ऊ चाहिँ स्टुडियो देखाउँ केटा हो रेप्से भन्नुलाई नि स्टुडियो छ है। ल केटाहरूलाई कस्तो फिल भइरह्यो यहाँ होला नि होइन। ल दाइ है जय राष्ट्रवाद है त दाइ। दाइ के अरे दाइ यो हाम्रो दाइको दाइको ल है त हाम्रो दाइको यो जिएनजी रहेछ होइन। सबजना आइदिनु होला होइन। त्यहाँको विकास दाइ दिन पनि बित्यो, रात पनि बित्यो, अब बिहान पनि हुन्छ, बेलुका पनि हुन्छ। जय रत्न चोक, जय राष्ट्रवाद। त्यही हो विकास दाइ, वडा नम्बर 7 र 8 होइन। त्यही हो ल त्यही हो मोटे भाइ। यो चाहिँ यो भाइ चाहिँ अब जे छैन स्टार्टिङदेखि चाहिँ मलाई सपोर्ट गरिराख्ने भाइ हो होइन। मेरो सुरुको भिडियोमा यही हो ट्यागको थम्बनेलमा होइन। यो भाइ छ होइन, जस्तो हेर राहुल भाइ होइन, कालो तर गोरो आइरहेको छ होइन। अहिले चाहिँ अलिक पहिला त होइन, पहिला भिडियोमा त अलिक दुब्लो थियो, यो दुब्लायो यो मोटायो। हजुर दाइ हजुर 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 सब होइन, सबलाई वेलकम छ हाम्रो खरी साइडमा हाम्रो दाइको है गाइजहरू। ल कपौदी ल कस्तो दाइ ए उपात छ जिउ कस्तो जिउ थम्बनेलले गर्दा ब्यान्ड हान्ने थियो के के हो नि केही हुनु
त्यही यो केटा हो होइन कस्तो वाल छ ल है त यो त्यही हो दाइ केटाहरू त अघि चेकिङमा परेर एकछिन अलि ठिस भइरहेको क्या अब होइन ट्याक्क ल केटाहरू सब मिलेर बस्छौँ है सबै मिलेर मैले उता दिएको एउटा चाहिँ त्यो बोतलमा खोलिदिनु भाइ प्लास्टिक सब एक प्याकेट दिन्छु भएको दिन्छु टन्न भयो नि हो टन्न खाएर बसेछ होइन होइन मनिष तिमीलाई कस्तो भइरह कपाल होइन ट्याक्क यो हेर्दै गर्नुहोस् अनि यहाँ बस्दैछ रमाइलो गर्दैछ भर्खर हाम्रो खाजा कार्यक्रम सक्यो अब दाजु किन सेन्टी भएकोस् सेन्टी नभन यार है त भिडियोहरू हेर्दै गर्नुहोस् के लाग्छ भन्दै गर्नुहोस् है त हाम्रो सुमन भाइलाई के गर्नु पर्यो भने 27 च्यानल अनि अब सक्रिय चाहिँ अब म कार्यक्रम भएको चिजहरू अब सकेसम्म एउटा कुरा चाहिँ मसँग सोसियल मिडियामा केटाहरू जोड्यो भने पनि मलाई सजिलो हुन्छ होइन मेरो नाम अब दाइको नाम राजेश पोखरेल है बाबु राजेश RAJESH एच छैन RAJES छ RAJES POKHAREL छ क्या मेरो फेसबुकमा मसँग कनेक्ट हौ अब केटाहरूलाई कुनै पनि अब सानोतिनो हुन्छ नि अब प्रशासनिक तनावहरू होइन कहिलेकाहीँ ब्लू बोकेर हिँड्न बिर्सिन्छ कहिले लाइसेन्स बोकेर हिँड्न बिर्सिन्छ भयो पनि होइन अब पुलिसले अप्ठ्यारो गर्छ अब हाम्रो भनेको धार्मिक स्वतन्त्रता सहितको हिन्दू राज्य हो क्या फेरि त्यो भने हामी ओमकार परिवार हो सबै ओमकार अट्छ सबैजना अट्छ क्या हाम्रो पहिला चाहिँ राजाले यहाँ राजाको बेलामा एकदम सही थियो क्या भने केटाहरू त सब यङ छ होइन थाहै छैन किनकि त्योहरू अब कतिपय 59-60 सालमा जन्मियो होला 58-59 को भन्दा माथि तल पनि होला अझै होइन गर्दाखेरि त्यो बेलामा राजा मरिसकेको थिए यिनीहरूले राजा शासन पनि देखेर थाहै छैन क्या अब म कसैलाई युथलाई थाहै छैन पृथ्वीनारायण शाहले आर्जेको त थाहा छ नि त सबलाई होइन हाम्रो राष्ट्र निर्माता भनेको पृथ्वीनारायण शाह हो नेपाल देश अहिले सुगौली सन्धिले गर्दाखेरि यत्रो सानो भयो पृथ्वीनारायण शाहले बनाएको देश त उहाँ टिस्टा काँगडासम्म दार्जिलिङ सिक्किमसम्म त्यति ठुलो थियो कि उहाँ बङ्गलादेशको समुद्रसम्म हाम्रो नेपाल थियो क्या यो भने हामीले हाम्रो पुरानो उहरू के संस्कृतको ग्रन्थहरू हुन्छ नि किताबहरू हिम्मत खण्ड भन्ने किताबमा नेपाल देशको उल्लेख छ क्या बस्ने के काम गर्ने हिसाबले बसेपछि नत्र महिनामा एकचोटि चाहिँ यसो सबैजना भेटेर यसो गफ चिया खान्छ खाने हिसाबले एउटा वातावरण महिनामा एकचोटि चाहिँ बस्थ्यो कि सबैजना त्यो वातावरण बनाउनु जय राष्ट्रवादलाई केटाहरू घर फर्किँदै खायो अब चाहिँ गाई हाम्रो फर्किने टाइम भइसक्यो है
मैले गाइस केटाहरू अब बिस्तारै बिस्तारै घरतिर जानु लाग्यो त्यही देख्न सक्नुहुन्छ होइन त्यही अब हामी पनि जान्छु होइन हामी पनि जान्छु झर्दैछ केटाहरू आधी केटाहरू झर्न लागिसक्यो म पनि झर्दैछु त्यसपछि यता दाइहरू आउँदैछ होइन भिडियोहरू हेर्दै गर्नुहोस् होइन आजको भिडियो घरसम्मै गाउँसम्म हाम्रो लास्ट गन्तव्य कहाँसम्म हुन्छ मैले त्यहाँसम्मको देखाउने छु होइन भिडियो हेर्दै गर्नुहोस् केटाहरूले बाइक स्टार्ट पनि गर्न लागिसक्यो है त ल देख्न सक्नुहुन्छ केटाहरू बाइक फर्काइसक्यो केटाहरू यता रेडी देख ल त्यहाँदेखि म दाइहरू आएपछि मन झर्दै दाइहरू आएपछि म पनि जान्छु भिडियोहरू हेर्दै गर्नुहोस् के जस्तो लाग्छ भन्दै गर्नुहोस् है त ल विकास त है गयो है ल है त गाइज अब हाम्रो चाहिँ यहाँ अब हल्का पानी परेको कारण ड्राइभ ट्याक्सीमा जानु लाग्यो अब चाहिँ यो भिडियो जे भए पनि जस्तो भयो भने आजको लागि चाहिँ यो भिडियो यति नै होइन गाइस त अब समाप्त भयो ट्याक्क अब यहाँ ट्याक्सीमा बसिन्छ अब चाहिँ हामी यहाँबाट जानु लाग्यो आजको लागि यो भिडियो यति नै यो भिडियो जस्तो नै अर्को भिडियो राम्रो गर्छु भन्दै आजको लागि चाहिँ बाई बाई है